आजबाट चाहिँ हामीले रियाक्ट सुरु गर्छौँ। रियाक्टमा चाहिँ हामीले जाभास्क्रिप्ट सकिसकेको छ। अब चाहिँ हामीले रियाक्ट सुरु गर्छौँ है त। अब सबभन्दा पहिला चाहिँ हामीले के युज गरिन्छ त्यो ऊ हेरौँ है त। थाहा छँदै जति मैले हामीले के युज गर्छौँ। टेक्स्ट एडिटरको नाममा हामीले कोड एडिटरको नाममा हामीले के युज गर्छौँ भन्दाखेरि VS कोड युज गर्छौँ। VS कोड डाउनलोड गर्नलाई हामी VS कोड डाउनलोड भनेर सर्च गरेर VS कोडको वेबसाइटमा गएर डाउनलोड गर्न सकिन्छ है त। अब यहाँ विन्डोज भने विन्डोज, म्याक भने म्याक, अनि त्यसपछि लिनक्स भने लिनक्स जताबाट इन्स्टल गर्दा पनि भयो। अब अर्को हामीले के चाहिन्छ भन्दाखेरि नोड चाहिन्छ। नोड भनेको चाहिँ एउटा रन टाइम इन्भाइरोमेन्ट हो जाभास्क्रिप्टको, जुनमा चाहिँ हामीले जाभास्क्रिप्टलाई रन गर्न सकिन्छ। यो हामीले जाभास्क्रिप्ट पढ्दाखेरि नि यसलाई युज गरेर हामीले जाभास्क्रिप्ट रन गरेको हो। अहिले पनि चाहिन्छ है त, छैन भने। अब यो डाउनलोड गरिसकेपछि इन्स्टल गर्ने, अनि त्यसपछि चेकको लागि चाहिँ टर्मिनल खोलेर टर्मिनल खोल्नलाई हाम्रो कन्ट्रोल र ब्याकटिक वाला बटन थिचेर ऊ खोल्ने। अनि टर्मिनल खोलिसकेपछि हाम्रो के गर्ने भन्दाखेरि नोड -v गऱ्यो भने हामीले नोड इन्स्टल छ कि छैन भने थाहा हुन्छ है त। अब VS कोडको अलिकति इन्टरफेसहरू बुझाउन पर्दाखेरि हामीले यहाँ साइडमा एउटा फाइल भन्ने अप्सन हुन्छ। फाइल भन्ने अप्सनमा हामीले ओपन फोल्डरहरूको सेक्सन हुन्छ, त्यहाँ गएर कुन चाहिँ फोल्डर ओपन गर्ने हो त्यहाँ गएर ओपन गर्दा भयो। अहिले मैले रियाक्ट ड्यास प्रोजेक्ट भनेर एउटा बनाएको छु, त्यसलाई ओपन गर्छु है त। अब यो ओपन गरिसकेपछि हामीले अलिअलि ऊहरू हेरौँ है त। हामीले किन रियाक्टहरू चाहिन्छ, जाभास्क्रिप्टले नै किन भएन भनेर बुझौँ। सबभन्दा चाहिँ रियाक्ट के हो भनेर बुझौँ है त। वाट इज रियाक्ट? रियाक्ट भनेको चाहिँ एउटा लाइब्रेरी हो। रियाक्ट भनेको चाहिँ एउटा लाइब्रेरी हो जुन चाहिँ जाभास्क्रिप्टको लाइब्रेरी हो है त। अब पहिला जेक्वेरी चल्थ्यो, अनि त्यसपछि जेक्वेरीहरू चल्थ्यो। अहिले रियाक्ट पपुलर छ। अनि हामी कहिले पनि, मैले पहिला पनि भने, हामीले कहिले पनि ऊ बन्ने होइन कि रियाक्ट डेभलपर भनेर बन्ने होइन। हामी चाहिँ जाभास्क्रिप्ट डेभलपर बन्ने हो कि। जाभास्क्रिप्टको लाइब्रेरी हो नि त रियाक्ट। अब हामीले जाभास्क्रिप्ट आउँछ भने हामीले अरू चिजहरू पनि आउन सक्छ जुन चाहिँ फ्युचरमा छुट्टै चिज पपुलर हुन सक्छ। त्यही भएर चाहिँ हामीले सधैँ के भन्नु लाग्यो, सधैँ रियाक्ट नै भएर चाहिँ बन्नु हुँदैन। अब हामीले रियाक्ट पढिसकेपछि नेक्स्ट.js पढ्छौँ। नेक्स्ट.js हामीले किन युज गर्छौँ भन्दाखेरि त्यसले चाहिँ फ्रन्ट एन्ड र ब्याक एन्डलाई चाहिँ कम्बाइन गरिदिन्छ। एउटै ठाउँमा एउटै प्लेटफर्ममा फ्रन्ट एन्ड र ब्याक एन्ड लेख्न मिल्छ। त्यही भएर चाहिँ हामीले पछि नेक्स्ट.js युज गर्छौँ। नेक्स्ट.js अब हाम्रो यो कोर्समा नभए पनि तिमीहरूले पढ्न सक्छ है त। अब नेक्स्ट.jsमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि रियाक्टलाई लिएर नै बनाएको हो। अनि त्यही माथि हामीले जस्तै यसको वाला एन्सर गरौँ, रियाक्ट इज द लाइब्रेरी है त। लाइब्रेरी अब तिमीहरूले सुनिरह होला लाइब्रेरी र फ्रेमवर्क भनेर डिफरेन्स बिट्विन LIBRY एन्ड फ्रेमवर्क। लाइब्रेरी र फ्रेमवर्क भनेर सुनिरह होला। अब हाम्रो त जाभास्क्रिप्ट त एउटा लाइब्रेरी हो, जाभास्क्रिप्टको लाइब्रेरी हो नि त रियाक्ट त, JS लाइब्रेरी है त। अगाडि जाभास्क्रिप्ट लाइब्रेरी भन्दाखेरि अनि डिफरेन्स चाहिँ के छ अब जाभास्क्रिप्ट लाइब्रेरी र जाभास्क्रिप्ट फ्रेमवर्कमा डिफरेन्स के छ भन्दाखेरि हामीलाई चाहिँ सम्झिनलाई चाहिँ कसरी सम्झिनु भन्दाखेरि फ्रेमवर्क भनेको चाहिँ एउटा लार्ज सेट अफ थिङ हो। जस्तै त्यसमा चाहिँ फ्रेमवर्क, यदि तिमीहरूले कुनै फ्रेमवर्क युज गरेछ भने चाहिँ त्यसमा चाहिँ एउटा कस्तो भन्ने, एउटा स्ट्रिक्ट रेगुलेसनहरू हुन्छ कि स्ट्रिक्ट रेगुलेसन फलो गर्नुपर्छ फ्रेमवर्कको लागि चाहिँ। तर लाइब्रेरी चाहिँ अलिकति चिल हुन्छ, त्यसलाई चाहिँ हामीले ठ्याक्कै स्ट्रिक्ट रेगुलेसन युज गरेर लेख्न पर्दैन। हामीले अब डिफ्रेन्ट चिजहरूको लागि डिफ्रेन्ट फ्रेमवर्कको लाइब्रेरीहरू युज गर्न सक्छौँ। अहिले चाहिँ हामी के मात्र बुझौँ भन्दाखेरि हाम्रो फर्मेट, मेन डिफ्रेन्स भनेको फर्मेट हो कि। अब लाइब्रेरी अलिकति लाइट वेट हुन्छ, त्यसमा धेरै चिज हुँदैन।
फ्रेमवर्क भने त्यसमा चाहिँ सबै एकै ठाउँमा कम्बाइन भएर बनेको जस्तो एउटा चिज हुन्छ। अनि त्यसमा चाहिँ स्ट्रिक्ट रेगुलेसनहरू फलो गर्नुपर्छ। स्ट्रिक्ट जस्तै सीमा एउटा सेमिकोलन बिगार्नु भएन भने जस्तै सानो इक्जाम्पल भयो। त्यसरी नै हामीले फ्रेमवर्कमा पनि त्यसरी एउटा स्ट्रिक्ट रेगुलेसन फलो गरेर काम गर्नुपर्छ। जस्तै फर इक्जाम्पल अब लाइब्रेरी चाहिँ हाम्रो के भयो, एउटा चिल गायो भयो। अनि हाम्रो यो चाहिँ फ्रेमवर्क चाहिँ हाम्रो स्ट्रिक्ट के भन्नु त्यसलाई चाहिँ स्ट्रिक्ट बस जस्तो भनौँ न त, स्ट्रिक्ट बस र चिल गायो चाहिँ हामीले सम्झिन भयो। अब हामीले अब रियाक्ट कति बेला पढ्छौँ भनेर त हामीले थाहा छँदैछ। हामीले रियाक्ट फन्डामेन्टल्स मात्र बुझेर हुँदैन है जावास्क्रिप्टको। यदि राम्रोसँग रियाक्ट बुझ्न छ भने चाहिँ एडभान्स लेभलमै जावास्क्रिप्ट सिक्नुपर्छ है त। एडभान्स लेभलमा जावास्क्रिप्ट आउँछ भने मात्र रियाक्टमा जाने। अब हामीले पढाए कि सबै राम्रोसँग आउँछ भने रियाक्टमा धेरै केही प्रब्लम आउने कुरो भएन। अनि के बुझेको छैन भने त्यही बेला सोद्धा पनि भयो। अब हाम्रो कसरी सिक्ने त नि रियाक्ट भन्ने कुरा आयो त। रियाक्टले सिक्दाखेरि चाहिँ हामीले हाउ टु लर्न रियाक्ट, हामीले रियाक्ट सिक्दाखेरि चाहिँ हामीले जावास्क्रिप्ट सिक्दाखेरि चाहिँ हामीले के फलो गरेको थियौँ भन्दाखेरि सुरुमा कन्सेप्ट पढ्ने, कन्सेप्ट पछि हामीले कन्सेप्ट सकिसकेपछि बल्ल प्र्याक्टिसमा लिएर गएको थियौँ। तर हामीले जावास्क्रिप्टलाई चाहिँ हामीले यो अप्रोचमा पढ्यो। हामीले के पढ्यौँ, जस्तै फर इक्जाम्पल अब्जेक्ट पढ्यौँ, अब्जेक्टलाई एउटा प्रोजेक्टमा इम्प्लिमेन्ट गऱ्यौँ, त्यसरी चाहिँ पढायो नि त होइन। तर हामीले रियाक्ट चाहिँ कसरी पढ्छौँ भन्दाखेरि पहिला प्रोजेक्ट बनाउँदै कन्सेप्ट बुझ्दै गर्छौँ नि त। बनाएर बल्ल कन्सेप्ट बुझ्ने ताकि अपोजिट अप्रोचमा चाहिँ हामीले रियाक्ट पढ्छौँ। किनभने रियाक्ट भनेको HTML CSS JS के एउटा कम्बिनेसन जस्तै हो। त्यसमा JSX भन्ने हुन्छ। JSX भनेको अहिले बुझ्दाखेरि HTML CSS JS को एउटा कम्बिनेसन भनेर बुझ्छौँ। पछि इनडेप्थमा हामी गइहाल्छौँ है। अब अरू हामीले के छ भन्दाखेरि हामीले यहाँ के प्रोजेक्टहरू बनाउँछौँ त्यस्तो पनि हेरौँ है त। हामीले प्रोजेक्टहरू बनाउने भनेको चाहिँ के बनाइन्छ भन्दाखेरि एउटा दुईवटा एपिआईहरू कल गरिन्छ। एपिआई प्रोजेक्ट्स वान डटमा हाम्रो के हुन्छ एपिआई वाला। एपिआईमा हाम्रो गिटहब एपिआई पहिल्यै छ, गिटहब एपिआई। अनि त्यसपछि हाम्रो एउटा फुड होइन दिस एपिआई भन्ने छ एउटा, त्यो युज गरेर एउटा प्रोजेक्ट गरिन्छ। अनि अरू चाहिँ एउटा चाहिँ सानो कि म्यानेजमेन्ट सफ्टवेयर भनिन्छ वा म्यानेजमेन्ट सफ्टवेयर वा म्यानेजमेन्ट एमएनटी सफ्टवेयर, म्यानेजमेन्ट सफ्टवेयर वा हामीले के भनिन्छ भन्दाखेरि एउटा इकमर्स जस्तो कमर्सलाई चाहिँ हामीले युज गरिन्छ है त। अब हामीले यदि कुनै प्रोजेक्ट बनाइरहेको भने हामीले रियाक्ट चाहिँ कति बेला युज गर्ने भन्ने कुरो नि हेरौँ त। वेन टु युज रियाक्ट, जब चाहिँ हामीले चाहिँ रियाक्ट चाहिँ कति बेला युज गर्छौँ भन्दाखेरि कम्प्लेक्स युआई इन्टरफेसहरू बनाउनलाई। कम्प्लेक्स युजर इन्टरफेसहरूको लागि मात्र हामीले धेरै जस्तो चाहिँ प्रोफेसनल्ली रियाक्टमा काम गरिन्छ। एउटा सिङ्गल पेजहरू बनाउनलाई हामीले जेनरली रियाक्टमा काम गरिँदैन है त। अब त्यो चाहिँ किन भन्दाखेरि रियाक्टले चाहिँ सबभन्दा पहिला हाम्रो JSX-लाई लास्ट आएर HTML CSS JS-मै कन्भर्ट गर्नुपर्छ। HTML CSS र जावास्क्रिप्टमा कन्भर्ट गर्नुपर्छ। त्यो भएर चाहिँ हामीले चाहिँ जेनरली कम्प्लेक्स प्रोजेक्टहरू फर इक्जाम्पल एउटा बटन थिचिसकेपछि धेरै स्टेटहरू म्यानेज गर्न पर्ने छ। जस्तै यो बटन थिच्यो भने मैले यो बटन थिच्यो भने यो आउन पर्यो, अनि त्यसपछि अरू के हराउन पर्यो भने
यसलाई नि यसको अपडेट गर्न पर्यो यहाँ ऊ छ भने फर इक्जाम्पल मात्र भयो त्यस्तो बेलामा मात्र हामीले कम्प्लेक्स युआईहरूलाई युआई युएक्सलाई डिजाइन गर्न पर्यो डेभलप गर्न पर्यो भने चाहिँ हामीले रियाक्ट युज गर्छौँ है त नभए चाहिँ हाम्रो एउटा सिङ्गल पेज वा त्यस्तोको लागि चाहिँ हामीले HTML CSS जाभास्क्रिप्ट नै इनफ छ त्यसमै ब्याकएन्डहरू इम्प्लिमेन्ट गर्न सकिहालिन्छ है त अब त्यसको लागि चाहिँ हामीले रियाक्ट युज गर्ने हो अब रियाक्टको मेन पर्पज भनेकै त्यही हो कि एउटा स्टेट म्यानेज गर्नलाई स्टेट म्यानेज गर्नलाई इजी बनाउने म्यानेज गर्नलाई इजी बनाउने काम चाहिँ के हो रियाक्टको हो त अब हामीले अहिले सिक्दाखेरि अनि अर्को के हुन्छ भन्दाखेरि रियाक्टको चाहिँ एसइओ पनि धेरै राम्रो हुँदैन क्या एसइओमा हजुरको रियाक्ट HTML CSS जाभास्क्रिप्ट र रियाक्टकै कम्पेरिटिभली आयो भने पनि त्यो त्यति धेरै राम्रो हुँदैन तर हामीले पछि नेक्स्ट इयर सिक्यौँ भने अरू फ्रेमवर्क सच एज नेक्स्ट इयर्स जेएसहरू चाहिँ अन टप अफ रियाक्ट नै बनेको हुन्छ रियाक्ट नै बनेको हुन्छ त्यही भएर चाहिँ हामीले नेक्स्ट हाम्रै ऊ पढ्न चाहिँ काम लाग्छ है त यो पढेर केही कामै नलाग्ने हुने नि होइन हामीले पछि एउटा डेभलप एपै बनाउनु पर्यो भने त्यसलाई हामीले उसमा अब एमभिपीसम्म चाहिँ हामीले रियाक्टमा बनाउन पनि पाइयो एमभिपीसम्म रियाक्टमा बनाउनु त्यसपछि नेक्स्ट इयर्समा कन्भर्ट गरेर फ्रन्ट एन्ड र ब्याक एन्डलाई जोड्दा पनि भयो है त ल अब हामीले यो पछि रियाक्ट पछि चाहिँ हामीले के गर्छौँ भन्ने नि भनिदिइहाल्छु है त म रियाक्ट पछि चाहिँ हामीले कि त ब्याक एन्डमा जान्छ डाइरेक्टली ब्याक एन्डमा नोडहरू सिक्छौँ नोड र अनि मोङ्गोडिबी तर यसले अलिकति टाइम लाग्ने भएर हामीले यसको साटो ऊ पनि पढ्न सक्छौँ है त कुनै बिएस ब्यास ब्याक एन्ड एज अ सर्भिस प्लेटफर्म पनि बनाउन सक्छौँ ब्याक एन्ड एज अ सर्भिस प्लेटफर्म अब तिमीहरूको ब्याक एन्ड एज अ सर्भिसहरू चाहिँ तिमीहरूको लागि पर्फेक्ट हुन्छ कि त्यही भएर मैले यो सिकाउनु के भनेर भनेको यो चाहिँ तिमीहरूको कुनै ह्याकाथनहरू वा कुनै एमभिपी प्रोजेक्टहरूलाई बनाउनलाई चाहिँ हामीले पिएससी जेनरल युज गर्छौँ हामीले ग्राउन्ड अपबाटै ब्याक एन्ड बनाउँदैन एउटा ब्याक एन्ड एज अ सर्भिस एउटा प्लेटफर्म युज गर्छौँ त्यही प्लेटफर्मलाई चाहिँ पछि लिएर अनि हामी डिफ्रेन्ट रोहरू गर्छौँ है त त्यसलाई नै अपडेट गर्न पर्यो भने लास्टमा गएर प्रपर फ्रेमवर्क युज गरेर हामीले ब्याक एन्ड बनाउँछौँ स्केल भयो भने चाहिँ प्रोजेक्ट नत्र चाहिँ यदि एउटा टेम्पोरेरी प्रोजेक्ट हो वा हामीले एउटा बस एमभिपी मात्रैसम्म मात्र छ भने हामीले सुरुतिर ब्यासबाट गर्दा धेरै सजिलो हुन्छ होइन ब्यासमा हाम्रो के पर्छ भन्दाखेरि एप्लाइड पर्छ एउटा जुन मैले पनि युज गरेर हुन्छ अर्को हुन्छ फायरबेस फायरबेस यो सुनिरहेको फायरबेस पनि अनि अर्को छ हामीसँग सुपरबेस यो सबभन्दा धेरै पपुलरहरू यी मात्र हुन् अब यिनीहरूलाई नै युज गरेर हामीले एउटा सफ्टवेयर बनाउँछौँ अब अहिले हाम्रो प्रोजेक्टहरू त्यही भइहाल्यो पछि हामीले स्केल गऱ्यौँ भने ब्याक एन्डमा नि कनेक्ट गऱ्यौँ भने अलिकति कम्प्लेक्स प्लेटफर्म बनाउनु पनि पाइयो है त अहिले चाहिँ हामी लर्निङको लागि हामीले यसरी नै बनाइन्छ अनि पछि जाँदै गर्दाखेरि ऊहरू गरिन्छ अब पछि जाँदाखेरि हामीले एउटा कम्प्लेक्स प्रोजेक्ट पनि बनाउन सकिन्छ अब कुनै कम्प्लेक्स प्रोजेक्ट बनाउनु छ भने हामीले स्याटरडे वा कुनै होलिडे लिएर मैले बनाउन सक्छु नत्र चाहिँ हामीले चाहिँ भ्याइँदैन है त धेरै कम्प्लेक्स प्रोजेक्टहरू बनाउनु ल यति भइहाल्यो अब सुरुमा चाहिँ हामीले बेसिक डिटेल्स त हेरिहाल्यौँ अब यति डिटेल्स हेरिसकेपछि हाम्रो अलिकति इनिसियलाइजहरू गर्थ्यौँ है त गिटअप सबैलाई थाहा छँदैछ हाम्रो अब नोड हामीले किन डाउनलोड गरेको भन्दाखेरि नोडसँग चाहिँ एउटा प्याकेट म्यानेजर आउँछ कि प्याकेट म्यानेजर भनेको के हो भन्दाखेरि नोड भनेको आफ्नै एउटा प्याकेट म्यानेजर होइन नोड भनेको एउटा रन टाइम इन्भाइरोमेन्ट हो अनि नोड सँगसँगै एनपिएम भन्ने आउँछ त्यो एनपिएम भनेको चाहिँ प्याकेट म्यानेजर हो है त त्यो प्याकेट म्यानेजरले चाहिँ तिमीहरूलाई के गर्छ भन्दाखेरि डिफ्रेन्ट प्याकेजेसहरू डाउनलोड गर्न दिन्छ है त जस्तै हामीले अब एनपिएम रन डेभहरू त्यस्तो गर्छौँ इन्स्टल गर्न पर्यो भने पनि हामीले जस्तै भिटबाट गर्छौँ एनपिएम क्रिएट भिट @ लेटेस्ट गरेर
हामीले चाहिँ भिटलाई इनिसियलाइज गर्छौँ कि अब भिट भनेको के हो पनि हेरौँ है त। अहिले चाहिँ के बुझौँ भन्दाखेरि एनपिएम भनेको चाहिँ हाम्रो एउटा प्याकेट म्यानेजर हो जुनले चाहिँ त्यो जुन चाहिँ नोडभन्दा डिफ्रेन्ट हो तर नोड सँगसँगै आउँछ हामीले इन्स्टल गर्दाखेरि। अनि नोड अब एनपिएमले चाहिँ हामीले डिफ्रेन्ट डिफ्रेन्ट चिजहरूलाई चाहिँ डाउनलोड गर्न मिल्छ। अब एनपिएम मात्रै एउटा प्याकेट म्यानेजर होइन, अरू पनि हुन्छ नि, जस्तै बर्न धेरै फेमस भइरहेको छ आजकल किनभने यो अलिकति फास्टर हुन्छ एनपिएमहरू भन्दा, त्यही भएर एनपिएमको साटो बर्न पनि युज गरिन्छ। अनि एनपिएम सँगसँगै पिएनपिएम पनि आउँछ, हामीले एनपिएम छ भने पिएनपिएम छुट्टै डाउनलोड गर्न पर्दैन है त। ल अब यसले कपी गर्छौँ हामी, अन्त पछि यहाँ गएर यदि मैले पेस्ट गरेँ भने एनपिएम अब हामीले यो v@latestले चाहिँ रियाक्ट एप बनाउन मात्र युज गरिन्छ भन्ने चाहिँ मिसकन्सेप्सन हुन्छ कसैले, त्यो चाहिँ होइन है। हामीले चाहिँ यसले चाहिँ जे पनि बनाउन मिल्छ। फर इक्जाम्पल मैले यहाँ भिट प्रोजेक्ट भनेर लेखेँ, अब यहाँ अप्सन दिन्छ भनेला जावास्क्रिप्टमा बनाउने हो कि भ्यूमा बनाउने हो कि रियाक्टमा बनाउने हो कि। भनेला जावास्क्रिप्ट भनेको बेसिक जिएस है। अनि त्यसपछि अरू अरू अप्सनहरू पनि दिन्छ, एङ्गलरहरू, मार्कोहरू, अरू अप्सन पनि दिन्छ है त। अहिले हामीले के सिलेक्ट गर्छौँ भन्दाखेरि रियाक्ट सिलेक्ट गर्छौँ। रियाक्ट सिलेक्ट गरिसकेपछि यहाँ टाइप स्क्रिप्टमा रियाक्ट लेख्ने हो कि केमा लेख्ने हो, अहिले हामी जावास्क्रिप्टमा रियाक्ट लेख्छौँ है त। अब यसलाई रन गर्नु पर्दैन, हामी इनिसियलाइज चाहिँ गर्छौँ है त। यसले चाहिँ के गर्ने हो भन्दाखेरि सुरुमा यो लोड हुन पाएन, हजुरले चाहिँ रन गराउनु छ कि छैन भनेर भनेको। अब यसलाई चाहिँ यसरी गर्न मिल्यो। अब यो गरिसकेपछि यसले एकछिन इन्स्टल गर्छ प्याकेजेसहरूलाई। अब एनपिएम भन्दा भिट युज गर्नुको कारण चाहिँ के हो भन्दाखेरि हामीले भिटले चाहिँ अहिले हामीले हेरे जस्तै एउटा डिटेल स्ट्रक्चर बनाएर राखिदिन्छ है त। हामीले आफै एउटा प्याकेट डट जेसनहरू त्यस्तो त्यस्तो बनाउनु पर्दैन। प्याकेट डट जेसनहरू भनेको के हो त्यो पनि हेरौँ ल। यो डाउनलोड हुने बेलासम्म यो भइसक्यो। हामी एउटा मिसकन्सेप्सनहरू पनि डाइभ गरौँ है त। हामीले यहाँ के पढ्छौँ पनि हेरौँ है। वाट वी स्टडी हामी यहाँ के पढ्छौँ भन्दाखेरि एउटा त यु स्टेटहरू हुकहरू भइहाल्यो होइन। यो हुकहरू मैले 5-6वटा हुकहरू पढाउँछु। त्यो 5-6वटा हुकहरू पढाइसकेपछि अरू हुकहरू तिमीहरूले पढ्न सकिहाल्छ। किनभने हुकहरू भनेको एउटा डिटेल भन्दा के भन्छ त्यसलाई, एउटा स्पेसिफिक फर्मेटमै हुन्छ, त्यही फर्मेटले फलो गरिरहेको हुन्छ कि त्यही जस्तो। अब जस्तै हाम्रो जावास्क्रिप्टमा 2-3टा ट्यागहरू आयो भने, जावास्क्रिप्ट भन्दा एचटिएमएलमा 2-3टा ट्याग आयो भने अरू एचटिएमएल ट्यागहरूले के गर्छ भन्ने त हाम्रो यतिकै जेनरल आइडिया त हुन्छ नि त। त्यस्तै हो। त्यही भएर चाहिँ हामीले हुकहरू पढ्छौँ। हुकहरू पढिसकेपछि हामीले मेनली हाम्रो हुकै हो। अब अरू चाहिँ हाम्रो के भन्छ भन्दाखेरि अरू कन्सेप्टहरू हेऱ्यो भने हाम्रो एउटा त हुक भयो, अनि डम मेनिपुलेसनहरू, युआइयुएक्सहरू कसरी गर्छ कनेक्ट गर्छ भनेर त्यसको लागि भयो। अनि त्यसपछि हाम्रो प्रप्सहरू युज कसरी गर्ने। अब प्रप्स भनेको अब यस्तो बेला जावास्क्रिप्ट चाहियो होइन त। अब प्रप्स भनेको के हो कसैले याद छ? प्रप्स भनेको प्रपर्टी के को प्रपर्टी? जस्तै कि अब कुनै अब्जेक्ट अथवा केसैको अब्जेक्टहरूको प्रपर्टी हामीले मेनली के पढ्यो भन्दाखेरि अब्जेक्टहरूको प्रपर्टी। अब अब्जेक्टलाई अब प्रपर्टीलाई चाहिँ हाम्रो अब्जेक्टमा के थियो, की र भ्यालुको पिरियड थियो नि, त्यसलाई चाहिँ प्रप्स भन्ने हो है त। तिनीहरू अब त्यही भएर हामीले जावास्क्रिप्टहरूको फन्डामेन्टल्सहरू राम्रोसँग आउनुपर्छ। अब अरू भन्दाखेरि हाम्रो अरू एडिसनली चाहिँ हामीले के पढ्छौँ भन्दाखेरि रियाक्ट राउटरहरू पढ्छौँ। अब हाम्रो एउटा चिज चाहिँ के याद राख्नु पर्यो भन्दाखेरि डिफल्टमा हाम्रो रियाक्ट चाहिँ एउटा सिङ्गल पेज वेबसाइट हो है। त्यसले एउटा सिङ्गल पेज मात्र बनाउन सक्छ। रियाक्टको काम त्यो हो। अब हामीले मल्टिपल पेज वेबसाइट बनाउनलाई चाहिँ रियाक्ट राउटर डोम भन्ने युज गर्छौँ। त्यो रियाक्ट राउटर डोम भनेको एउटा छुट्टै फ्रेमवर्क हो, फ्रेमले लाइब्रेरी हो है त। जस्तै रियाक्ट राउटर डोम मैले यहाँ सर्च गरेँ भने यहाँ हाम्रो डकुमेन्टेसनमा आयो। यहाँ यो एउटा छुट्टै फ्रेमवर्क हो है त। यो फ्रेमवर्कलाई युज गरेर हामीले फेरि लाइब्रेरी हो है त, एउटा छुट्टै लाइब्रेरी हो। अनि त्यो चाहिँ उसको माथि आउँछ है त, के अरे रियाक्ट सँगसँगै मिलेर काम गर्छ। त्यही भएर हामीले
यो रियाक्ट मात्र पढेको भन्नु मिल्दैन नि त। अब रियाक्ट एउटा लाइब्रेरी भयो, रियाक्ट राउटर डम एउटा लाइब्रेरी भयो, त्यही हामीले डिफ्रेन्ट चिजहरू पढिरहेछौँ है त्यसको लागि। अब अर्को हामीले के गर्छ भन्दाखेरि हामीले रिडक्स पढ्छौँ, रियाक्ट रिडक्स। रियाक्ट रिडक्सले चाहिँ युजर म्यानेजमेन्ट युआई म्यानेजमेन्टहरूलाई चाहिँ धेरै इजी बनाइदिन्छ। अब यो रियाक्ट रिडक्सलाई चाहिँ धेरै मान्छेले अलिकति कन्फ्युजिङ हुन्छ। अब यसलाई चाहिँ हामी प्रोजेक्ट बेसमै गऱ्यो भने चाहिँ यसले अलिक राम्रोसँग बुझ्न सकिन्छ, किनभने कति बेला चाहिँ हाम्रो रियाक्ट रिडक्स कति बेला चाहिन्छ भनेर जबसम्म बुझ्दैन नि मान्छेले त्यति बेलासम्म चाहिँ यो ऊ चाहिँ काम लाग्दैन क्या, हामीले यो सिकेको कामै लाग्दैन, यो सिक्छ लास्टमा अलिक बिर्सिन्छ। त्यही भएर हामीले यो चाहिँ प्रोजेक्ट सँगसँगै सिक्छौँ है त। अनि अरू हामीसँग के भन्छ, अरू हामीले के पढ्न पर्छ भन्दाखेरि अरू के पढ्छौँ हामीले, अब मैले क्लास बेस कम्पोनेन्टहरू नि पढाउन सक्छु, तर क्लास बेस कम्पोनेन्टहरूले चाहिँ तिमीहरूले आफै हेर्नुपर्छ। अब क्लास बेस कम्पोनेन्ट भनेको चाहिँ के हो भन्दाखेरि हामीले सुरुमा रियाक्ट आउँदाखेरि सबै क्लास बेस थियो कि, पछि गएर मात्रै चेन्ज भयो। त्यही भएर हामीले पहिलाको कुनै लेगेसी कोडहरू जुन चाहिँ अपडेट भएको छैन त्यस्तो कोडहरूलाई हेऱ्यौँ भने कुनै बेला हामीले क्लास बेस मेनिपुलेसनहरू पनि आउनु पर्ने हुनसक्छ। त्यही भएर चाहिँ हामीले अलिअलि क्लास पनि हेर्न सक्छौँ, भ्याएन भने तिमीहरूले आफै हेर्न। अब त्यस्तै कम्पनीहरूमा काम गऱ्यो भने सकेछ त कामै नगरेर काम गर्न पर्यो भने त्यही बेला तिमीले आफै हेर्नु पर्छ है त। अनि अरू हामीसँग के छ भन्दाखेरि यति नै हो। अब स्टेट म्यानेजमेन्टको लागि हाम्रो रिडक्स भइहाल्यो, अहिले हामी रिडक्सै पढ्छौँ। अब रिडक्सको साथमा कन्टेक्स्ट एपिआईहरू त्यस्तो पनि हुन्छ, त्यसलाई युज गर्दा पनि भयो, तर हामी अहिले चाहिँ रिडक्सै पढ्छौँ, सबभन्दा पपुलर त्यही छ अहिले। अनि यति नै हो। यिनीहरूले अब हामीले छुट्टै डाउनलोड गर्नुपर्छ, यो एउटा प्याकेजमा आउँछ, यो प्याकेजलाई डाउनलोड गर्नलाई फेरि एनपिएम युज गर्नु भयो, रिडक्सलाई हामीले एनपिएम युज गर्नु भयो, उसको लागि एनपिएम युज गर्नु भयो। अनि अर्को हामीले टेलबिन पढ्छौँ है त, टेलबिन पढ्छौँ। टेलबिन सिएसएस, यो चाहिँ सिएसएसको अर्को एउटा फ्रेमवर्क आयो है त, यो चाहिँ फ्रेमवर्क हो। अनि ल यसमा हेऱ्यो भने यो सिएसएसलाई युज गर्ने अलिकति सजिलो तरिका चाहिँ टेलबिन हो है त। जस्तै मैले यहाँ हेऱ्यो भने यसमा कलर्सहरू, यसलाई सिएसएस राम्रोसँग आउनुपर्छ है त। जस्तै हामीले के लिउँ भन्दाखेरि जस्टिफाई सेल्फ हेरौँ है त। अब जस्टिफाई सेल्फ हाम्रो उसमा कसरी गर्छौँ भन्दाखेरि जस्टिफाई सेल्फ अटो त्यसै गर्थ्यौँ, तर यहाँ चाहिँ जस्टिफाई सेल्फ ड्यास अटो, यहाँ यो त एउटा जस्तो देखिएको छ, तर अरूहरूलाई धेरै सजिलो बनाइन्छ। जस्तै ग्रिडहरू बनाउनु पऱ्यो भने हामीले यसरी ग्रिड टेम्प्लेट रो रिपिट कतिपल्ट रिपिट गर्नुपर्ने हो, म्याक्सिमम मिनिमम कतिवटा हाल्नुपर्ने हो, त्यही अनुसारले गर्छौँ। तर यहाँ चाहिँ डाइरेक्ट ग्रिड ड्यास रो गरेर त्यो कतिवटा नम्बर अफ कोलमहरू रो चाहियो त्यसको नम्बर दिन पायो भने त्यो हुन्छ है त। यसले यसरी नै सिएसएसहरूलाई धेरै इजी बनाइदिन्छ। अनि यो चाहिँ क्लास नेमभित्र लेखिन्छ है त। क्लास नेम चाहिँ किन भन्दाखेरि अब हामी गरेर सिडी गर्छौँ केमा भिड ड्यास प्रोजेक्ट हामीले कोड यसमा दुईवटा भिडियो बनाउनुपर्छ। अब कोड आउट गऱ्यो भने यो खोलिनु भयो। ल अब भिडले चाहिँ के गरिदिन्छ भन्दाखेरि हामीले यो कन्फिगरेसनलाई ऊ गरिदिन्छ कि हामीले यो यिनीहरू सबै बनाउनु परेन नि त। एउटा नोड मोड्युल हालिदिइहाल्यो, नोड मोड्युल भनेको नोड मोड्युल छ भने तिमीहरूको एनपिएमहरू त्यसरी युज गर्नलाई हेल्प हुन्छ। अरू भनेको हाम्रो प्याकेट डट जेसनहरू छ, प्याकेट डट जेसनले चाहिँ हामीभित्र कतिवटा प्याकेटहरू छ त्यसलाई डिटरमाइन गर्छ। अब प्याकेट डट जेसन र प्याकेट लग डट जेसनमा अलिकति डिफ्रेन्स छ। त्यो ल भन्नुहुन्छ प्याकेट डट जेसनले चाहिँ के गर्छ भन्दाखेरि जस्ट तिमीहरूको कुन प्याकेजेसहरू डाउनलोड छ त्यो भन्छ। तर यदि तिमीहरूलाई यो फाइल सेयरिङहरू गर्न पर्यो भने चाहिँ तिमीहरूले एक्ज्याक्ट भर्जनहरू चाहिन्छ। त्यो भर्जनहरू भएन भने अलिकति इररहरू आउन सक्छ कि। अब भर्जन कुनै प्याकेजेसहरूको भर्जन अपडेट गरिसकेपछि तिनीहरूको अलिकति मेथड चेन्ज हुन सक्छ। त्यही भएर चाहिँ हामीले प्याकेट ड्यास लग डट जेसन युज गर्छौँ। त्यो चाहिँ के को लागि युज गर्छौँ भन्दाखेरि
यो भर्जन कन्ट्रोलको लागि चाहिँ युज गरिन्छ। त भर्जन कन्ट्रोल ठ्याक्कै त्यो वर्ड होइन, तर भर्जनहरूलाई आइडेन्टिफाई गर्नलाई चाहिँ हेल्प गरिन्छ। अब अर्को एउटा बिट कन्फिग छ, यिनीहरूलाई अलि पछि हेरौँला। यहाँ प्लगइन्सहरू हुन्छ, अनि हाम्रो एउटा अहिले मेन भनेको गिट इग्नोर पनि हेरौँ है त। गिट इग्नोर सबैलाई थाहै छ होला। गिट इग्नोरमा जे छ त्यो चाहिँ गिटमा पुस हुँदैन है त। गिट एड डट गऱ्यो भने एड पनि हुँदैन, पुस पनि हुँदैन, कमिट पनि हुँदैन यिनीहरू चाहिँ। अब यो चाहिँ फाइलहरूको नाम छ, लग्स भन्ने छ, डट लग्स भन्ने छ, npm यिनीहरू सबै हाम्रो VS कोड डट VS कोड भन्ने भयो। अब पछि हामीले अरू हाल्दै गएपछि अरू पनि बढ्दै जान्छ है त। जस्तै हामीले कहिले डट इएनबी कहिले पनि हाल्नुहुन्न, त्यही मैले यहाँ अहिले नै डट इएनबी हाल्यो भने यो चाहिँ कहिले पनि नजाने भयो क्या, पछि हाल्नु। यो गरिसकेपछि हाम्रो अर्को के भन्छ भन्दाखेरि हाम्रो मेन भनेको अहिले एसआरसी हो। एसआरसी भित्र तिमीहरूको एउटा एप डट सिएसएस, एप डट जेएसएक्स, अन्त पछि इन्डेक्स र मेन भनेर बनेको हुन्छ। अब मेन भनेको चाहिँ सबभन्दा पहिला हाम्रो इन्डेक्स डट एचटिएमएल हेरौँ है त। इन्डेक्स डट एचटिएमएल चाहिँ मेन चिज हो जुन चाहिँ होस्ट हुन्छ है त, होस्ट गर्दाखेरि। अब यो इन्डेक्स डट एचटिएमएल चाहिँ स्क्रिप्टबाट के सब कनेक्टेड छ भन्दाखेरि मेन डट जेएसएक्ससँग कनेक्ट छ भने चाहिँ हामी मेन डट जेएसएक्समा जान्छौँ। मेन डट जेएसएक्समा गएर हेऱ्यौँ भने हामीले यो रेन्डरहरू नहेरौँ अहिले, यसले चाहिँ के भनेको छ भन्दाखेरि यसमा गएर चाहिँ यसले चाहिँ रेन्डर गर भनेको क्या, रुटमा गएर चाहिँ। अब रुट हेऱ्यौँ भने हामीले यहाँ छ हाम्रो डिभ रुट, यो भित्र चाहिँ सबै आउने भयो भन्नु खोजेको चाहिँ त्यो हो। त्यसलाई अलिक डिटेलमा हामी पछि हेर्छौँ। अनि यसले इम्पोर्ट गरेछ। अब यहाँ इम्पोर्टहरू हुन्छ यसमा चाहिँ। अब इम्पोर्ट के गरेछ भन्दाखेरि इन्डेक्स डट सिएसएसले इम्पोर्ट गरेछ। पहिला हामीले स्टाइललाई कसरी कनेक्ट गर्थ्यौँ, लिङ्क गरेर अनि त्यसपछि एचएलएफ भित्र चाहिँ हालेर गर्थ्यौँ होइन एचटिएमएलमा, तर यहाँ चाहिँ इम्पोर्ट गरेर गरिन्छ है त। त्यही भएर यो पनि आउनु पर्छ, त्यो मैले सिडी स्ल्यासहरू गरी ल्याएको थिएँ नि, त्यो पनि आउनुपर्छ। अब कसरी म्यानेज एउटा डिरेक्टरीबाट अर्को डिरेक्टरीमा कसरी जाने, एउटा फाइल कसरी सिलेक्ट गर्ने, त्यस्तो चाहिँ थाहा हुनुपर्छ है त। यहाँ चाहिँ के भने डट स्ल्यास इन्डेक्स डट सिएसएस भनेको हाम्रो यसले भनेको डट स्ल्यास भनेको ए फोल्डरभित्र एसआरसी फोल्डरभित्र इन्डेक्स डट सिएसएस छ भनेको है त। अब यहाँभित्र चाहिँ के छ भन्दाखेरि हाम्रो एप छ है त। एप पनि हेर, एप भनेको चाहिँ एप डट जेएसएक्स भन्ने फाइल हो। अब यो एप डट जेएसएक्सलाई हेऱ्यो भने हामीले यो एक्सपोर्ट गरेको छ कि एपलाई, अनि त्यही एपलाई इम्पोर्ट गरेको फेरि। अब सिएसएसलाई त्यस्तो हुँदैन, सिएसएसलाई एक्सपोर्ट गर्नु पर्दैन हामीले, तर यो जेएसएक्स फाइललाई चाहिँ हामीले एक्सपोर्ट गर्छौँ। फङ्सन जसरी फङ्सन बन्छ, अनि त्यसपछि फङ्सनलाई एक्सपोर्ट गरेको हुन्छ, अनि त्यो फङ्सनलाई लगेर राख्ने हो। अब यसको अलिकति डिटेलमा हामी पछि भोलितिर हेर्छौँ। आजलाई चाहिँ यति गरौँ। हाम्रो एसआरसीहरू भइहाल्यो, गिट इग्नोर यति गरेपछि हाम्रो आजको क्लास पनि सकियो।